यो भोजराज थापा भनेको चाहिँ चोर हो, ठग हो, लुटेरा हो, दुनियाँभरिको जनताहरूको चाहिँ पैसा ठग्छ र भोजराज थापाले केटीलाई मात्र गीत रेकर्डिङ गराएर केटीहरूलाई मात्र लिएर भाइरल गराउँछ, केटाहरूलाई हेर्दैन भन्ने तिमीहरू कान खोलेर सुन। न्याउली बरु डालीमै निदायो तिम्रै यादले बिस्तारा भिजायो यही मायाले सारा रारा गुडायो रेलैमा यही मायाले पुर्यायो जेलैमा चौतारीलाई सारा रारा पिपलो छाया भो मलाई सधैँ अधुरो माया भो मलाई सधैँ अधुरो माया भो। हेर्नुभयो त यो भिडियो? पालो केटीको मात्रै होइन कि केटाको पनि पालो आउँछ। दुःख पीडा परे बेला हेर्ने भनेको नै भोजराज थापा दाइ हो कि। त्यही भएर त भोजराज थापा दाइले मान्छेले भगवान् भन्छन्। किन हो त भनेपछि जसले दुःख पर्दा साथ दिन्छ नि, जसले सपोर्ट गर्छ, जसले राम्रो काम गर्छ, त्यसलाई नि भगवान् भन्ने हो कि मान्छेले।